अनि थाहा पाइन्छ के हो कस्तो छ भनेर एकदम बाहिरको माहौल मैले चाहिँ जम्मै गएको है तर म भ्लगिङ गर्नु फर्स्ट टाइम आज मेरो कस्तो हुन्छ कि एडिटिङ कस्तो हुन्छ के हुन्छ लेट्स सी बुढो तर्स्यो मैले भ्लगिङ गरेको थिएँ नि त बुढो तर्स्यो अब अगाडि हल्यो यसरी भ्लगिङ गर्दै हिँड्छ है मान्छेहरू यसरी भ्लगिङ गर्दै हिँडेको मान्छेले हेर्दा बिल्ला लाग्छ नि फर्स्ट टाइम भ्लगिङ गरेको ब्याक क्यामेराबाट चाहिँ राम्रो आउँछ भनेर चाहिँ फर्स्ट टाइम मैले भ्लगिङ गरेको कति चाहिँ पुग्छ हेर्नु मान्छेले देख्यो कि लाज लागिहाल्छ मलाई हेरिहाल्यो मान्छे चाहिँ म चाहिँ लगाउने खालको परेँ खण्डमा त्यही भएर यति नै हो फुच्चीहरू छ हाई ल फुच्चीहरूलाई हाई गर्दैछ है हाई गर्दैछ फुच्चीहरूले चाहिँ यो चाहिँ अलि राम्रो मुभमेन्ट जस्तो लाग्यो क्या होइन पछाडिबाट बच्चाहरूले हाई गरिरहेको छ मतलब छैन अरबीको बच्चाहरू हो ठिकै छ मान्छे आयो कि लाज लागिहाल्छ तर लजाउनु हुन्न रहेछ क्या जति लजायो उति आफूभित्र चाहिँ उठ्दो रहेछ मान्छे मैले चाहिँ यो चाहिँ महसुस गरेँ मैले त्यही भएर खुलेर बोलेर हिँड्नुपर्छ रहेछ अहिले चाहिँ हेरौँ सुरुवात हो फर्स्ट डे हो मेरो भ्लगिङको फर्स्ट डे के हुन्छ पछि हेर्दै जाउँला होइन अलि अगाडि गएर म भन्छु ल यहाँ पनि मान्छे हिँडिरहेको छ होइन तर म चाहिँ यसरी क्यामेरा राखेर अब हिँडिरहेको क्या अब आफ्नो थोपडा देखाऊँ भने अब देखाएको छैन जस्ट काले मान्छे भयो यो काले मान्छे त्यस्तै हो तिनीहरूले देखाएर हुन्छ त त्यही भएर यसो म चाहिँ डेली वाकिङ आउने ठाउँ है चाहिँ म चाहिँ डेली वाकिङ आउने त्यही भएर डेली वाकिङ आउने ठाउँ भएर चाहिँ यसो भ्लगमा आउँदा पनि यसो राम्रो हुन्छ कि यसो बनाउँदै हिँड्दा मात्र पछाडि मान्छे हेरिरहेको छैन तर बालिदिनु नरहेछ तर मैले दिँदै उनीहरूलाई बाल दिएर चाहिँ आफ्नै घाटा लाग्दो रहेछ कि लजाएर उ गरेर त्यही भएर लजाउनु चाहिँ हुन्न रहेछ घरमा चाहिँ है लजाउनु चाहिँ हुन्न रहेछ मैले कतिहरूलाई देखेँ कि होइन उनीहरू काम गरेर हिँड्छ नि त म चाहिँ हाम्रो त अब भनौँ न अब हामीले फर्स्ट टाइम गर्न खोजेको केही गरौँ भनेर अगाडि बढ्न खोजेर यहीबाट हो तर यहीबाट गर्दा खोज्दा पनि आफै लजाउने क्या अब त्यो भनेको मान्छेको कन्फिडेन्स लेभल अब नभएको है मेरो पनि साह्रो नै छैन है मेरो म आत्तिन्छु मान्छे देख्यो भने उ गर्छु त्यही भएर त्यसरी बुझ्नु है कन्फिडेन्स लेभल मेरो नभएको कारणले मान्छे अगाडि आत्तिने उ गर्ने भएको कारणले चाहिँ मैले भ्लग नबनाएको मैले पहिलेदेखि नै बनाउनु कोसिस गरेँ यार अहिले भन्दा पहिलेदेखि नै मसँग जुन अर्को मोबाइल थियो टेक्नो स्पार्क थियो अनि त्यसमा क्यामेरा लो क्वालिटी थियो त्यही पनि मैले त्यो मात्रै गर्नु हुन्छ अब यसमा त 108 एमपीको छ क्यामेरा है हुनर X90 हो एमाबाट चाहिँ मैले राम्रो क्वालिटी आउँछ भने चाहिँ एमाउन्ट पाउनु खोजेँ हो हेर्नु त हेर्छन् मान्छे त्यहाँ पर नेपाली पुच्चीहरू बस्छन् बहिनीहरू सरी पुच्ची भन्ने बहिनीहरू बस्छन् यतातिर व्हाइट बिल्ला आयो होइन त्यस कारण चाहिँ भ्लग बनाउनु चाहिँ अलिक लाज लाग्छ मलाई आज बनाइदिएको फेरि अर्को राउन्डमा फेरि भेट्नुपर्छ ल भोलिको लागि हुन्छ है सायद अब खै के हुन्छ हेर्नु मान्छे देखेँ कि अब बिल्ला लाग्छ मलाई चाहिँ होइन लाग्नुहुन्न भन्छ नि तर खै यार के हो यार केही बोल्नै आउँदैन मान्छे भएपछि त्यही भएर चाहिँ यसो बनाउँदै होइन भ्लग गरौँ पर्छ यसले मलाई हेऱ्यो गाडक छ तर मतलब होइन नि त हेरेर पनि आफ्नो इच्छा हो आफ्नो काम हो आफ्नो
मनले चाहेपछि जे पनि हुन्छ होइन। मान्छेले गाँजा चुरो खाएर चाहिँ हुन्छ अब हामीले ब्लगिङ गर्दा के हो त। तर त्यो त लत हो। यो पनि लत बनाउनु पर्यो नि त होइन त। त्यही भएर लत बनाउने भनेको लत बनाउनु पर्छ। ढ्याब्रुक लगाएर यसरी हान्ने हो ड्याङ्ग लगाएर होइन। युआई त राम्रो छ नि होइन। यसो 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 गर्दा एङ्गलबाट हो कि म्याकाडक्स। लु त्यहाँबाट छुट्टी भयो यिनीहरूको कामबाट ल। फेरि नेक्स्ट ठाउँमा भेट्नु पर्छ हो। त्यसरी बुझ्नु है। कन्फिडेन्स लेभल मेरो नभएको कारणले मान्छे अगाडि आत्तिने उ गर्ने भएको कारणले चाहिँ मैले भ्लग नबनाएको। मैले पहिलेदेखि नै बनाउनु कोसिस गरेँ यार। अहिले भन्दा पहिलेदेखि नै मसँग जुन अर्को मोबाइल थियो टेक्नो स्पार्क थियो। अनि त्यसमा क्यामेरा स्यामेरा लो क्वालिटी थियो त्यही पनि मैले त्योबाटै गर्नु हुन्छ। अब यसमा त 108 एमपीको छ क्यामेरा है। हुनर X90 हो। एमाबाट चाहिँ मैले राम्रो क्वालिटी आउँछ भने चाहिँ एमाउन्ट पाउनु खोजेँ हो। हेर्नु त हेर्छन् मान्छे ऊ त्यहाँ पर नेपाली पुच्चीहरू बस्छन्। बहिनीहरू सरी पुच्ची भन्दाखेरि चाहिँ बहिनीहरू बस्छन्। यतातिर व्हाइट बिल्ला आयो होइन। त्यस कारण चाहिँ भ्लग बनाउनु चाहिँ अलिक लाज लाग्छ मलाई। आज बनाइदिएको फेरि अर्को राउन्डमा फेरि भेट्नुपर्छ ल। भोलिको लागि हुन्छ कि सायद अब खै के हुन्छ हेर्नु। मान्छे देखेँ कि अब बिल्ला लाग्छ मलाई चाहिँ होइन। लाग्नुहुन्न भन्छ नि तर खै यार के हो यार। केही बोल्नै आउँदैन मान्छे भएपछि। अनि त्यही भएर चाहिँ यसो बनाउँदै होइन भ्लगिङ। भ्लग गर्नु पर्छ यसले मलाई हेऱ्यो म्यागाडक छ। तर मतलब होइन नि त हेरेर पनि आफ्नो इच्छा हो आफ्नो काम हो आफ्नो मनले चाहेपछि जे पनि हुन्छ होइन। मान्छेले गाँजा चुरो खाएर चाहिँ हुन्छ अब हामीले ब्लगिङ गर्दा के हो त। तर त्यो त लत हो। यो पनि लत बनाउनु पर्यो नि त होइन त। त्यही भएर लत बनाउने भनेको लत बनाउनु पर्छ। ढ्याब्रुक लगाएर यसरी हान्ने हो ड्याङ्ग लगाएर होइन। युआई त राम्रो छ नि होइन। यसो 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 गर्दा एङ्गलबाट हो कि म्याकाडक्स। लु त्यहाँबाट छुट्टी भयो यिनीहरूको कामबाट ल। फेरि नेक्स्ट ठाउँमा भेट्नु पर्छ हो। दामी होइन म्याकाडक्स। यसरी चाहिँ यहाँबाट दामी देखिँदो रहेछ। अनि त्यहाँबाट गाडी आइरहेको थियो आनन्दले कट्नु पर्थ्यो यहाँ चाहिँ फेरि उडाइदियो भने त फेरि ड्याङ्ग हो नि त फेरि। अनि मेरो त बे पनि भएको छैन। हुन्छ हैट। एउटा बच्चा जन्माएर त अनि मर्नै पर्दैन नि त। आफ्नो के अरे त्यो वंश नाश त गर्नु भएन नि त। अनि फेरि त्यतिकै त खालको अन्त यस्तो ल अब चाहिँ भ्लग गराउँदै नि। यहाँ पनि यस्तो कार पनि चलाउने होला हो। हैट कार यहाँ पनि यस्तो ल्यान्ड क्रुजर कार चाहिँ होइन तर नर्मली पैसा कमाउनु थाल्यो भने चाहिँ यो त किन्ने नै हो। अहिले त साह्रो कमाइन्न नि। गाडी मुलुकमा भएर चाहिँ अब यस्तो सपना पनि देख्नु हुन्न तर मन हो यार मान्छेको होइन। मान्छेको मन लग्जरी सपना देखिहाल्छ नि मान्छेले। मेरो थोप्राले नराम्रो छैन कि छिरिदिउँ यहाँ छिरिदिउँ क्या हो। तर यति चाहिँ ह्यान्डसमै छु हो। त्यस्तो नराम्रो पनि छैन यति चाहिँ ह्यान्डसमै छु होइन। कोही केटीहरू हुनुहुन्छ भने आउनु है मलाई ठ्याक्क लाएर म्यासेज चाहिँ गरिहाल्नु है फेरि। अरू नभए पनि सुनिललाई चाहिँ म्यासेज चाहिँ गरिहाल्नु ल। ड्याङ्ग लाएर ल भ्लग बनाएको थियो सुनिलले भनेर चाहिँ एकचोटि दामी म्यासेज गर्नु ल। अनि फेरि अगाडि हेरिदिन्छ हामीलाई।